नेपालमा चाहिँ भर्खरै नयाँ टिएमएस सिस्टम आएको छ होइन, यो एकदमै राम्रो छ होइन। पहिलाको तुलनामा चाहिँ मलाई चाहिँ एकदमै इजी पनि लागेको छ र धेरै इन्फर्मेसन पनि यसमा छ, धेरै कुरा गर्न पनि सकिन्छ होइन। सजिलो आफ्नो ट्रेडिङलाई चाहिँ अलिकति मोर फन बनाउँछ जस्तो लाग्छ मलाई होइन। ल आज चाहिँ हामी हेरौँ है त कसरी चलाउने, कसरी यो नयाँ टिएमएसमा चाहिँ कसरी किनबेच गर्ने भनेर हेर्न सक्छौँ। नयाँ टिएमएसको चाहिँ यस्तो लेआउट आउँछ होइन, तपाईँको ड्यासबोर्ड चाहिँ यसरी आउँछ। सुरुमै वाच लिस्ट आउँछ क्या तपाईँको होइन, कुन सेयर चाहिँ कतिमा भइरहेछ, तपाईँको आफ्नो वाच लिस्टको बास्केट हुन्छ नि, त्यो कुरा चाहिँ तपाईँले यहाँबाट हेर्न मिल्छ। तपाईँको लगइन चाहिँ अब तपाईँले कहाँबाट लिने भन्दाखेरि आफ्नो ब्रोकरलाई कन्ट्याक्ट गर्नु होइन, ब्रोकरलाई कन्ट्याक्ट गर्नु, नयाँ टिएमएस सिस्टमको चाहिँ मलाई पासवर्ड र लगइन दिनु भन्नु। यदि तपाईँसँग छैन भने नयाँ टिएमएस पनि लिनु भएको छैन, अनलाइन गर्नु भएको छैन, फोन गरेरै गरिरहनु भएको छ भने नि नयाँको लागि पनि तपाईँले ब्रोकरकोमै कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। सो आज चाहिँ हामी यसबारे अलिकति कसरी चलाउने त, यो कसरी किनबेच गर्ने त भन्ने हेर्छौँ होइन। सो यो चाहिँ वाच लिस्ट हो होइन, तपाईँको कुन सेयर कतिले भन्छ नि त साथीभाइहरूले चाहिँ, ल यो सेयर हेर्दै गर है, यो यति पाएपछि किन्ने भन्ने चाहिँ अब त्यो हरेकचोटि गएर मार्केट डेप्थमा गएर हेरिरहनु भन्दा पनि बरु डाइरेक्टली वाच लिस्टमा यसरी मैले सर्ट गरेँ भने यसरी राखिरह्यो, वाच लिस्टमा राखिरह्यो भने 50-60वटा लिस्ट राखिरहने होइन। अनि जुन मलाई लाग्छ त्यो वाच लिस्टबाट मैले वाच फिल्टर लाएर चाहिँ मैले सर्च गर्न नै मिल्यो होइन। यो स्क्रिनमा राम्ररी एकदमै फोकस भएर स्क्रिनमा हेर्नु होला। स्क्रिनमा मैले धेरै कुराहरू कताबाट के गर्ने भनेर देखाइदिरहेको हुन्छु होइन। सो यसरी चाहिँ हामीले वाच लिस्टमा एड गर्न पनि सक्छौँ। हेर्नुहोस् है, मैले आरएचपिएल एड गरेँ होइन, आरएचपिएल मैले एड गरिदिएँ। यसरी चाहिँ वाच लिस्ट मलाई कसैले भन्थ्यो आरएचपिएल चाहिँ हेर्दै गर है, वाच लिस्टमा यो चाहिँ बढ्न सक्छ अथवा राम्रो छ, राम्रो पर्फर्म गर्नेवाला छ, यो किन्दाखेरि हुन्छ भन्यो भने चाहिँ मैले यसरी वाच लिस्टमा राखेँ। र मैले चाहिँ रिसेन्टली कति लास्ट प्राइस कतिमा ट्रेडिङ भइरहेछ रिसेन्टली, भर त अहिले त 1252 भयो नि त, 1252मा प्राइस कति भइरहेछ त्यो कुरा हेर्ने यसरी मिल्यो। अब मलाई तुरुन्तै अन्त नआइकन डाइरेक्टली चार्ट हेर्न मन लाग्यो, यो सेयरको वाच लिस्टमा भएको सेयरको कति प्राइस हाइएस्ट कति रहेछ, अहिलेको प्राइसको तुलनामा पहिलाको मन्थ कति थियो, पहिलाको इयरमा कति थियो, सबै मैले यहाँबाट मिल्यो। अहिलेसम्म चाहिँ अहिलेको टाइममा चाहिँ मेरो कति पोइन्टले चेन्ज भइरहेछ, कति पर्सेन्टले चेन्ज भइरहेछ र रिसेन्ट टपमा बाईमा कति छ। तपाईँले यदि बाई किन्ने हो भने 230 किता चाहिँ बाईमा रहेछ, तपाईँलाई बेच्न मन लाग्यो भने चाहिँ 230 कितामा चाहिँ 230 किता चाहिँ बाईमा बसिरहेछन् भन्ने बुझ्यो यसबाट होइन। जो हामीले मार्केट डेप्थबाट नि हेर्न सक्छौँ। हेरौँ है त, आरएचपिएलले मैले हेरिदिएँ होइन, आरएचपिएल हेर्दा बाईमा हेर्नुहोस् त, बाईमा 415मा बाईमा बसिरहेछन्, गयो फेरि 414मा झऱ्यो है त। 15को सेल भइसक्यो, 15को कसैले किन्दैछ कि बाईमा बसेकोहरूको। अब यहाँ चाहिँ रिसेन्टवाला टपवाला चाहिँ देखाउँछ कि यहाँ सेलको पनि हेर्नु त 415वाला टपवाला देखाउँछ। यो 370 किता नि गयो, यता पनि अपडेट भयो होइन, यता पनि अपडेट भयो 416मा छ भने चाहिँ तपाईँले मार्केट डेप्थ नै गएर डिटेलमा हेरिरहनु परेन। वाच लिस्टमा तपाईँको लगभग यत्तिकै तपाईँले स्क्रिन यत्तिकै राखेर बस्नुभयो भने आनन्दले तपाईँले सबै कुराहरू चाहिँ यसमा देख्न सक्नुहुन्छ होइन। तपाईँ चाहिँ भित्रभित्र सब अप्सनमा धाइरहनु परेन कि। ओभरअल्ली वाच भन्नुको मतलब चाहिँ हेर्ने हो नि त होइन, हेरे पुग्यो नि त, हेरेपछि सबै इन्फर्मेसन यहाँ आयो कि। अब कसरी बाई गर्ने त, सेयर कसरी बाई गर्ने भन्दा चाहिँ यहाँबाट हेर्न सक्छौँ। यो सेक्युरिटी आइडीमा अब कहाँ यो टिएमएसमा सुरुमा मैले पनि हेर्दाखेरि चाहिँ ल कहाँबाट किन्ने भन्ने लाग्थ्यो कि। सो यहाँबाट चाहिँ किन्ने होइन, सेक्युरिटी आइडीमा गएर चाहिँ क्लिक गर्ने, त्यहाँबाट चाहिँ हामीले के गर्छौँ सेयरहरू चाहिँ सेलेक्ट गर्न सक्छौँ, कुन सेयर हो तपाईँको होइन। तपाईँलाई अब सर्ट फर्म थाहा छ भने डाइरेक्ट लेख्दा भयो होइन, डाइरेक्टली अब आरएफपिएल लेखिदिएँ मैले होइन, आरएफपिएल लेखेँ डाइरेक्टली आयो होइन। अब यहाँ हेर्नुहोस् 591 भनेर चाहिँ डाइरेक्टली आइदियो कि। 591 भनेको उता हेर्नुहोस् त, म त के गरिरहेको छु बाई गर्दैछु नि होइन। सो बाई गरिरहेको छु भनेपछि अलरेडी सेलिङ जोनबाट आउने हो नि त, जसले बेचिरहेछ त्यो प्राइसमा मैले किन्ने हो नि त होइन। सो हेर्नुहोस् त 592 आयो कि, सेलिङ प्राइसमा छ 592, अब बाईमा म क्लिक गरे भएर डाइरेक्टली 592 नै आइदियो कि होइन। सो यसरी चाहिँ हामीले हेर्न सक्छौँ। अब तपाईँले जुन पनि सेयर हेर्न सक्नुहुन्छ यो होइन। अब यो अटोमेटिक अपडेट भइदिन्छ क्या, तपाईँलाई जुन किन्न मन छ त्यसको प्राइस चाहिँ तपाईँले अहिले किन्न खोजे हो नि त, जुन प्राइसमा आउन सक्छ त्यो पोसिबल प्राइस चाहिँ अहिले नै आइदिइहाल्छ क्या अटोमेटिक। सो बाई गर्नलाई पनि एकदम फास्ट के, तुरुन्तै। अनि मैले कति बाई गर्दाखेरि कति पैसा जान्छ मेरो ठ्याक्क दिइसक्यो कि, हेर्नु त कमिसन कति लाग्छ, मेरो अर्डर भ्यालु कति हो, अनि पेन्डिङ बाई मैले अलरेडी यो सेयर चाहिँ मैले भर्खरै अगाडि नै राखिसकेको थिएँ कि बाईमा, त्यही भएर चाहिँ 200 अलरेडी पेन्डिङ बाईमा देखाएको होइन। यो पनि मैले गएर मेरो के अरे हाम्रो यो अर्डर एक्टिभ अर्डरहरू के छ अर्डर बुकमा गएर हेरिरहनु परेन कि। हेर्नुहोस् त मैले सेलमा नि राखेको छु, बाईमा पनि राखेको छु होइन। अब यो चाहिँ म बिर्सिन्छु नि त, म आफ्नो काम गरेर हुन्छु, ट्रेडिङ गरेर बसिरहेको हुँदिनँ होइन, आफ्नो काममा बिजीमा हुन्छु। अब कुन सेयर किन्न राखेँ कुन सेयर बेच्न राखेँ बिर्सिन्छु कि होइन। त्यो हो भने त म फेरि बाईमा आएर बाई गर्न थाल्यो भने त डबल बाई भयो नि त। यो सिस्टममा चाहिँ अलरेडी देखाउँछ कि तिम्रो अलरेडी बाईमा छ भनेर। हुन त पहिलाको सिस्टममा पनि देखाउँथ्यो होइन, यसमा पनि देखाउँछ भनौँ न, यो चाहिँ रमाइलो छ। हुन्छ मैले
धेरै प्रशंसा गरेँ कि यो सिस्टम गरेँ, तर मलाई चाहिँ यो एकदमै सानो फन्टमा धेरै इन्फर्मेसन आएको भएर पनि होला होइन, एक लुकमा सबै कुरा देखाउने भएर यो सेल चाहिँ हामी यसरी गर्ने हो होइन। सेल गर्दाखेरि पनि लगभग यो अर्डर्स भन्ने कोलमबाट जाने हो है सबै कुरा चाहिँ। अनि यहाँ हेर्नुहोस्, यसमा पनि त्यही कुरा अघि भनेकै कुराहरू लागु भइहाल्यो होइन। अब तपाईँ बेच्दै हुनुहुन्छ भने हामीले हेर्ने भनेको बाई जोनपट्टि हो नि त। भने चाहिँ बाइङ प्राइसमा कति छ, 1486 छ, 1486 मै मलाई बाई गर्ने हो नि त। सो अलरेडी त्यहाँ अपडेट भइहाल्छ कि प्राइस चाहिँ अटोमेटिक अपडेट हुन्छ कि। तिमीलाई अहिले नै बेच्नु छ भने कतिमा बेच्न सक्छौ त, अटोमेटिक प्राइस अपडेट हुन्छ कि। सो यसरी चाहिँ हामी अर्डरबाट चाहिँ बाई पनि गर्न सक्छौँ, सेल पनि गर्न सक्छौँ। र यसलाई चाहिँ हामी थप रूपमा हेरौँ है त। आरएचपिएलले लेखेँ मैले यतापट्टि सेलिङ गर्नेपट्टि। भनेपछि सेलिङ गर्नेपट्टि मैले आरएचपिएल लेख्ने बित्तिकै के हुन्छ, आरएचपिएल लेख्ने बित्तिकै त मेरो बाई जोनबाट आएको जसले चाहिँ किन्न खोजिरहेको छ उसलाई बेच्ने हो नि त मैले। भनेपछि बाईमा 598.90 छ भने अब त्यही नै मेरो तलपट्टि अपडेट भइदियो कि सेल जोनमा। अब राइट साइडमा चाहिँ म बाई गर्दैछु है त। आरएचपिएल मैले बाई गर्न खोजेँ, त्यो चाहिँ मेरो सेलिङ प्राइस चाहिँ अटोमेटिक अपडेट भयो कि। किनकि म किन्न खोजिरहेको छु भने चाहिँ जो बेच्न आइरहेको छ ऊबाट किन्ने हो नि त। सो त्यो प्राइस चाहिँ अटोमेटिक अपडेट भयो होइन। यो चाहिँ एकदमै राम्रो छ कि तपाईँले बाई पनि गर्दै हुनुहुन्छ, सेल पनि गर्दै हुनुहुन्छ एउटै स्टक होइन। एक दिनमै तपाईँ ट्रेडिङ गर्दै हुनुहुन्छ, तपाईँसँग पैसा छैन भने तपाईँले आजै किन्ने आजै बेच्ने पुरै ट्रेडिङ गर्नको लागि पनि एकतर्फ बाई देखाइदिने, अर्को चाहिँ अर्कोतर्फ चाहिँ सेल गरेर गर्न सकिन्छ। र अहिलेको अवस्थामा बाई बेस्ट बाई कुन रेटमा गर्न सकिन्छ, लाइक टप मोस्ट हुन्छ नि, अहिले केमा ट्रेडिङ भइरहेछ, कति प्राइसमा भइरहेछ भन्ने कुरा पनि हामीले देखाउने भयो होइन। यसरी चाहिँ टप बाई टप सेल प्राइसहरू लगभग यसको मेन विशेषता भनेको सबै कुरा एकै ठाउँमा देखिन्छ कि। तपाईँ धाइरहनु परेन क्या, अन्त यता पनि जानु पऱ्यो उता पनि जानु पऱ्यो भन्ने छैन, एकदम सजिलो छ होइन। तपाईँको अहिले एक्टिभमा अर्डर कुन छ त त्यो हेर्न मिल्यो, एडिट पनि गर्न मिल्यो यसरी होइन। मलाई प्राइस चेन्ज गर्न मन छ भने मैले यसरी प्राइस चेन्ज गर्न मिल्यो होइन। अब मैले अहिले यहाँ त मेन कुरा त मसँग बाइङ पावर कति छ, मेरो कोल्याट्रल कति छ, मैले अहिले किन्दाखेरि कति लाग्छ होइन। जस्तै मेरो बाइङ पावर चाहिँ 82,000 अझै पनि बाँकी छ र मैले किन्नलाई राखिसकेँ 117 भने चाहिँ मसँग बाइङ पावर त 2 लाखको रहेछ। मैले कोल्याट्रल चाहिँ 2 लाखको हालेको थिएँ होइन। 2 लाखको कोल्याट्रलमा मैले आरएचपिएल चाहिँ हालिसकेँ 1,17,000को, भने चाहिँ बाँकी मेरो 82,000 जान्छन् बाँकी रहेको होइन। सो यसरी चाहिँ हामीले यो बक्सा जस्तोमा क्लिक गरेर चाहिँ हामीले के गर्न सक्छ, मैले एमेन्ड कतिचोटि गरेँ, मैले बाई गरेँ, सुरुमा नयाँ इन्टर गरेँ, त्यस पछाडि मैले प्राइस चेन्ज गरेँ, त्यसको प्राइस चेन्ज इफेक्टिभ भयो भन्नाले एप्रुभ भयो सिस्टमले, अनि फेरि एमेन्ड भयो, फेरि मैले प्राइस चेन्ज गरेँ, त्यो पनि एमेन्डेड भयो, सिस्टमले एक्सेप्ट पनि गर्नु पऱ्यो नि त। मैले प्राइस मात्रै चेन्ज गरेर त भएन, त्यो एक्सेप्ट गरेको पनि हुनु पऱ्यो। त्यो डिटेल चाहिँ त्यहाँ हिस्ट्रीमा देखिन्छ होइन। त्यो हिस्ट्री पनि यसरी हेर्नु मिल्यो। अर्को भनेको अब डाइरेक्टली मार्केट हेर्न मन लाग्यो मलाई, वाच लिस्टबाट पुरै मार्केटै हेर्न मन लाग्यो भने अब यसरी हेर्न सक्यो। अहिले त वाच लिस्ट मात्रै थियो, अब मलाई त पुरै मार्केट पनि हेर्नु पऱ्यो होइन। रिसेन्ट ट्रान्ज्याक्सनहरू के भइरहेछ त्यो हामी स्टक ब्रोकर हाउसमा गएर यसो ठुलो स्क्रिनमा देखाउँछ नि। सेयर मार्केटको न्युजहरू हेर्दाखेरि न्युजतिर पनि पुरा प्रोजेक्टर लाएर गरेको चाहिँ यही स्क्रिन हो कि, जुन चाहिँ हाम्रो पुरानो nepse.com पुरानो टिएमएस अनि नेपालीstock.com जुन देखिन्छ त्यही नै चाहिँ यसमा पनि मजाले आनन्दले फुल स्क्रिन बनाएर हेर्न पनि सक्यो कुन कारोबार कति भइरहेछ भनेर होइन। अनि टप 10 गेनरहरू पनि हेर्नु मिल्यो, टप टर्नओभर पनि हेर्नु मिल्यो, टप लुजर पनि हेर्नु मिल्यो। लगभग वाचबाट चाहिँ तपाईँले मार्केटलाई वाच गर्ने सबै इन्फर्मेसनहरू त्यहाँबाट हेर्नु मिल्यो। अनि अर्को भनेको चाहिँ यो ट्रेड सिट हो है, हाम्रो के अरे हाम्रो कुन सेयर चाहिँ रिसेन्टली कतिमा ट्रेड भइरहेछ भन्ने कुराहरू हेर्नु मिल्यो। मैले कतिवटा सेयर अर्डरमा राखेँ यताउति, लगभग ट्रेड बुक जस्तो कि यो भर्खरै मैले अब चाहिँ आरएफपिएल मैले किन्दैछु भने भर्खरै ट्रेडिङ कतिमा भइरहेछ, 10 किताब भइरहेछ होइन। लगभग आइपिओ हालेकोहरूले बेचिरहनु भएको रहेछ होइन। अनि किन्नेले किनिरहनु भएको छ। यो चाहिँ मेरो कतिमा कारोबार भइरहेछ भन्ने कुरा चाहिँ मैले यताबाट हेर्न सक्छु होइन। ट्रेड प्राइस कतिमा भइरहेछ, कति ट्रेड क्वान्टिटी भइरहेछ भने अहिले रिसेन्टली कति कारोबार भइरहेछ भनेर निकालेको है यो चाहिँ। जति अब मैले कतिमा सेयर हाल्ने त, म अब 580मा किन्नलाई बसिरहेको छु भने कि 580मा आउने चान्स छ, अथवा के छ त म बेच्न बसिरहेको छु 590तिर भने त्यो चान्स छ त भनेर यसरी हेर्न नि सकिन्छ है। ट्रेडमा कति किता कतिमा गइरहेछ भनेर इन्डिभिजुअल आइटम हेर्न सक्यो होइन। अर्को मलाई कुनै मार्केट डेप्थमा गएर कुन सेयरको प्राइस कति ट्रेडिङ भइरहेछ, कतिजना बायर छन्, कतिजना सेलरहरू बसिरहेछन्, कति प्राइसमा बसिरहेछन्, यो कुरा हेर्नको लागि पनि मैले यो मार्केट डेप्थ युज गर्छु होइन। मार्केट डेप्थबाट चाहिँ मैले यो हेर्न सक्छु। यसरी चाहिँ मैले एमकेसिएल हेरेँ, मैले जुन चाहिँ सेलमा राखेको छु एमकेसिएल आज होइन। एमकेसिएल चाहिँ मैले यसरी टप अहिलेसम्म बाई गर्नलाई टोटल कति क्वान्टिटी आउने रहेछ, 31,616 बाईमा रहेछ।
अनि टोटल सेलमा चाहिँ 4028 किता चाहिँ बेच्न बसिरहेको रहेछन् भने चाहिँ डिमान्ड राम्रै रहेछ भन्ने पनि यताबाट बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ लिन सकिन्छ होइन। अहिलेको अवस्थामा फेरि झ्याप्पै 1-2 लाख किता किनबेच गर्ने पनि आउन सक्छ होइन, त्यो चाहिँ होसियारी हुनुपर्छ। जस्ट जेनरल इन्फर्मेसनलाई चाहिँ यति कुरा हेर्न सकियो। मेरो एक्टिभ ट्रेडहरू हेर्ने कुरा भइहाल्यो। तपाईँले किनबेच गर्ने भन्यो भने चाहिँ सबै यो अर्डरबाट गर्ने है, किनबेच गर्ने भने अर्डरबाट गर्ने, इन्डिभिजुअल स्टक हेर्ने भने मार्केटबाट हेर्ने, र तपाईँलाई ओभरअल मार्केट हेर्नु भने चाहिँ वाच अप्सनबाट हेर्न सकिन्छ। अब यो तपाईँलाई के इन्फर्मेसन छ त्यो तपाईँले चाहिँ मजाले हेर्न सक्नुहुन्छ। तपाईँको होइन क्लाइन्टको आफ्नो डिटेलबाट नै हेर्न सकियो। पोर्टफोलियो मेरो के छ, मेरो एकाउन्ट स्टेटमेन्ट के छ, मेरो होल्डिङ के छ होइन। तपाईँले ब्रोकरबाट कति पैसा लिनु बाँकी छ, कति पैसा दिन बाँकी छ, रियल टाइममा दिन्छ क्या। तपाईँले भर्खरै सेयर बेच्नु भने तपाईँको पैसा कति आउँछ त्यो पनि देखाइन्छ क्या होइन, एकदम राम्रो छ। त्यस्तै गरी तपाईँलाई अब एडभान्स चार्ट पनि यहीँबाट हेर्न मिल्छ होइन। तपाईँले अन्ततिर गइरहनु परेन, अरू साइडतिर जानु परेन। 1 मिनटको चार्ट समेत यहाँबाट फ्रीमा पाइन्छ होइन। तर यहाँ चाहिँ अलिकति 3 महिनासम्मको मात्रै देखाउने हो कि जस्तो लाग्यो होइन। यो सायद अपडेट आउँदै होला होइन। यहाँ चाहिँ अब हेर्नु न 3 महिनाभन्दा बढी चाहिँ खासै देखाएकै छैन। यो 5 वर्षसम्म चाहिँ यहाँ छ, तर 5 वर्षसम्म चाहिँ देखाएकै छैन भनेको यो सायद केही होला। मैले पनि खासै यताबाट त हेर्दिनँ, अन्त्यबाट हेर्छु होइन। यस्तो रहेछ, सो एनालाइसिसहरू यो अलिक खुलेको रहन्छ, यो सायद अपडेट हुँदै होला होइन। रिपोर्टहरू हेर्न मिल्यो मार्केटको होइन। मार्केट ओपनै छ अहिले, यो ओपन हुँदै मैले रेकर्ड गरेको होइन। यसरी सेटिङहरूमा हामीले थिमहरू चेन्ज गर्न मिल्यो, ब्लू बनाउन मिल्यो, ब्ल्याक बनाउन मिल्यो। थिम तपाईँलाई कस्तो मनपर्छ होइन, यो वाइट पनि बनाउन मिल्छ होइन। यसरी चाहिँ तपाईँलाई कस्तो चाहिँ मनपर्छ त्यो अनुसारले गर्दा मिल्यो। तपाईँलाई साइज ठुलो सानो प्रिटी मच गुड छ भनौँ यो सिस्टम होइन। रमाइलो हुन्छ हेर्नलाई। मलाई चाहिँ ब्ल्याकै मनपर्छ, सो मैले ब्ल्याकै राख्छु होइन। सो ओभरअली यही हो। यसरी चाहिँ हामी बाइङ सेलिङ ओभरअल इन्फर्मेसन हेर्न सक्छौँ।